नेपाली कम्युनिस्ट पार्टी नेकपाका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल समेत गरी 93 जना प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले साँची बुझ्ने आदेश दिएको छ। पतञ्जलिको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतका न्यायाधीश द्वय नारायण प्रसाद पौडेल र डीली रत्न श्रेष्ठको इजलासले आज सरकार र प्रतिवादीको साँची बुझ्ने आदेश दिएको हो। तत्कालीन प्रधानमन्त्री नेपाल सहित 93 जना विरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो। नेपाल नेतृत्वको मन्त्री परिषद बैठकले काभ्रेको साङ्गामा रहेको हदबन्दी छुट जग्गालाई कानून विपरीत खरिद बिक्री गर्न दिएको अख्तियारको आरोप छ। 2066 साल माघ 18 मा मन्त्री परिषद बैठकले 815 रोपनी जग्गा हदबन्दी छुटमा खरिद गर्न पतञ्जलिलाई स्वीकृति दिएको थियो। त्यसैगरी 2066 साल चैत 6 मा पतञ्जलिले हदबन्दी छुटमा किनेको जग्गा बेच्न पाउने निर्णय मन्त्री परिषदले गरेको थियो। सरकारले जग्गा बिक्री गर्न अनुमति दिने निर्णय गरेपछि भ्रष्टाचार भएको आशंकामा अख्तियारले अनुसन्धानलाई अघि बढाएको थियो। अख्तियारले नेपाल विरुद्ध 18 करोड 58 लाख 50 हजार रुपैयाँ बिगो कायम गरेको थियो।